नमस्कार। नेपालमा यतिखेर फागुन 21 गतेको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भए पश्चात एउटा प्रश्न निकै चर्चा भइरहेको छ। अब नेपालमा सरकार कसरी बन्छ? यदि कुनै दलले बहुमत ल्यायो भने के हुन्छ? अनि यदि 2/3 बहुमत आयो भने के त्यो दलले संविधान नै परिवर्तन गर्न सक्छ? विशेष गरी अहिले चर्चा भइरहेको छ कि राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत सुनिश्चित गर्ने सम्भावना देखिएको छ। कतिपय विश्लेषकहरूले त 2/3 सम्म पुग्न सक्ने अनुमान पनि गरिरहेका छन्। तर वास्तवमा नेपालको संविधान अनुसार सरकार गठनको प्रक्रिया के हो? 2/3 आयो भने के गर्न सकिन्छ र के गर्न सकिँदैन? आज हामी यही विषयलाई संविधानको धारा 76 को आधारमा अत्यन्तै सजिलो तर रोचक तरिकाले बुझ्ने प्रयास गर्नेछौँ। संविधान अनुसार सरकार कसरी बन्छ त? नेपालको संविधान 2072 को भाग 7 मा संघीय कार्यपालिका सम्बन्धी व्यवस्था गरिएको छ। यसको धारा 75 अनुसार नेपालको कार्यकारिणी अधिकार मन्त्री परिषदमा निहित रहनेछ। अर्थात् देशको शासन सञ्चालन गर्ने मुख्य जिम्मेवारी मन्त्री परिषदको हुन्छ। अब प्रश्न आउँछ, मन्त्री परिषद कसरी बन्छ? यसको उत्तर संविधानको धारा 76 ले दिन्छ। सबैभन्दा पहिले धारा 76 को उपधारा 1 अनुसार यदि कुनै दलले प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त गर्छ भने राष्ट्रपतिले त्यही दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र उनका नेतृत्वमा मन्त्री परिषद गठन हुनेछ। यसको अर्थ के हो भने यदि अहिलेको निर्वाचन परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत प्राप्त गर्यो भने त्यस दलको संसदीय दलको नेता नै प्रधानमन्त्री बन्नेछन्। यस अवस्थामा गठबन्धनको आवश्यकता पर्दैन। तर यदि कुनै दलको बहुमत नआएको भए धारा 76 को उपधारा 2 अनुसार 2 वा 2 भन्दा बढी दल मिलेर बहुमत पुर्याएर सरकार बनाउन सक्थे। तर अहिलेको अवस्थामा यदि कुनै दलले स्पष्ट बहुमत ल्याएको छ भने सरकार गठनको प्रक्रिया अत्यन्तै सरल हुन्छ। अब अर्को ठूलो प्रश्न आउँछ, यदि कुनै दलले 2/3 बहुमत प्राप्त गर्यो भने के हुन्छ? नेपालको संविधान अनुसार 2/3 बहुमत भनेको अत्यन्तै शक्तिशाली संसदीय स्थिति हो। 2/3 बहुमत आयो भने सरकारले देशका धेरै जटिल र दीर्घकालीन निर्णयहरू गर्न सक्छ, जस्तै संविधान संशोधन। संविधानको धारा 274 अनुसार संविधान संशोधन गर्न संसदको 2/3 बहुमत आवश्यक हुन्छ। यसको अर्थ के हो भने यदि कुनै दलसँग 2/3 बहुमत छ भने उसले संविधानका विभिन्न धाराहरू परिवर्तन गर्ने प्रस्ताव ल्याउन सक्छ। दीर्घकालीन संरचनात्मक सुधार 2/3 बहुमत भएको सरकारलाई नीति निर्माण, कानुन निर्माण र ठूला संस्थागत सुधार गर्न राजनैतिक स्थिरता प्राप्त हुन्छ। संवैधानिक निकायहरूको नियुक्ति, संवैधानिक परिषद लगायतका नियुक्तिहरूमा सरकारलाई ठूलो प्रभाव हुन्छ। यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। 2/3 बहुमत भए पनि सरकारले सबै कुरा गर्न सक्दैन। नेपालको संविधानले केही मूलभूत संरचनाहरूलाई सुरक्षित राखेको छ, जस्तै लोकतान्त्रिक गणतन्त्रको व्यवस्था, बहुदलीय लोकतान्त्रिक प्रणाली, मौलिक अधिकारहरू। यी आधारभूत संरचनाहरूलाई पूर्ण रूपमा हटाउने काम सिर्फ संसदको बहुमतले मात्र गर्न सकिँदैन। यसका लागि व्यापक राजनीतिक सहमति र जनताको समर्थन आवश्यक हुन्छ। 2082 को यो निर्वाचन केवल सरकार परिवर्तन मात्र होइन, यो निर्वाचनले नेपालको राजनीतिक दिशा, संविधानको प्रयोग र शासन प्रणाली आगामी वर्षहरूमा कस्तो हुने भन्ने निर्धारण गर्न सक्छ। यदि कुनै दलले स्पष्ट बहुमत ल्यायो भने सरकार गठन सहज हुन्छ। यदि 2/3 बहुमत आयो भने त्यसमा ठूला संवैधानिक र नीतिगत परिवर्तनहरू सम्भव हुन सक्छन्। तर अन्ततः लोकतन्त्रमा सबैभन्दा ठूलो शक्ति जनताको विश्वास र जनताको चेतना नै हो। त्यसैले राजनीतिक घटनाक्रमलाई बुझ्न हामी सबैले संविधान बुझ्नै पर्छ। यदि तपाईलाई यस्ता संविधान, राजनीति र समाजका गहिरा विषयहरू सरल भाषामा बुझ्ने भिडियो मन पर्छ भने यो भिडियो शेयर गर्नुहोस् र च्यानललाई फलो गर्न नबिर्सनुहोस्। धन्यवाद।